Hello guys, welcome back to my channel. It's me Season र अहिले चाहिँ हामी गोदावरी जाँदैछौँ हैन। हेलो यो चाहिँ हाम्रो एकदमै प्लान नगरेको हो। दुईजना पनि राम्रो मान्छेहरु हुनुहुन्छ। र अहिले चाहिँ हामी ट्याक्सीलाई कुर्दैछौँ हैन। आज एकदमै अचानक आज मेरो नेपालीको एक्जाम थियो र मैले एकदमै राम्रो गरेर पनि आएँ। अब अचानक हुन्छ नि गोदावरी जाम भनेर प्लान आयो। भोलि छुट्टी छ त्यही भएर हुन्छ भनेर गएको। अब हामी हाम्रो गन्तव्यमा पुगेपछि हजुरहरुलाई फेरि देखाउने छौँ। अहिलेको लागि बाइ गाइस हामी चाहिँ अब आफ्नो ठाउँमा पुगिसक्यौँ है। मलाई चाहिँ एकदम निद लागेर गाडीमा सुतेको थिएँ र हेर्न सक्नुहुन्छ हामी हाम्रो गन्तव्यमा पुगिसकेका छौँ होइन। अब चाहिँ हामी टिकट काउन्टरमा जाँदैछौँ है। गाइसहरू हेर्न सक्नुहुन्छ यो गोदावरीमा चाहिँ ऐसेली फलेर रहेछ र हामी चाहिँ अब यो खाँदैछौँ। एकदम मिठो छ, स्वाद पनि आइरहेछ, मिठो मिठो। तर यो चाहिँ एकदम बेसी छ, तर लास्टै टाढो छ कि हेर्नु न। हजुरहरु पनि खानको लागि आउनु भयो हुन्छ। मौसम हेर्न सक्नुहुन्छ एकदम मौसम यस्तो दामी। यहाँ हाम्रो अर्को ठाउँमा जाँदैछौँ। यो ठाउँ चाहिँ हजुरहरूले हेरिसक्नुभयो। यहाँनिर चाहिँ फोटो सुटिङ चल्दैछ उहाँको। गाइसहरू हेर्न सक्नुहुन्छ हामी चाहिँ एकदमै लोटस भएको ठाउँमा आइपुगेको छौँ। एकदमै राम्रो है। अब चोरेर लान लागेको छौँ हामी यो ब्यागभित्र, तर सायद यहाँ मान्छेहरू एकदमै यताउति रहेछ। तर पनि केही छैन गाइस, इफ चोरी भने हजुरहरूलाई देखाउनेछौँ। एकदमै राम्रो ठाउँ आयो, एकदमै खुसी लाग्यो। र अब हामी चाहिँ यहाँ फोटो सुटिङको लागि जाँदैछौँ। ओ माई गड, माछा झरी छैन गाइस म पनि छु है, म चाहिँ क्यामेराम्यान छु। सो अरु के भन्न चाहनुहुन्छ? मौसम चाहिँ बबाल लाग्यो कि आजको मलाई गाइस। कस्तो राम्रो फुल। गाइस हामी चाहिँ पानीले भिजेर एकदमै लुत्रुके भइसक्यो। ओ माई गड, एकदम गरेर बिजोक भइरहेछौँ। यत्रो ठुलो पानी परिरहेछ है। Literally guys, it's too much, but also no worries. I can do anything because life ma experience भन्ने चिज हुनुपर्छ। र आज चाहिँ हामीले पानीमा भिजेर घुम्ने, फोटो खिच्ने, भिडियो बनाउने सब थोक मेकअप, लुक एट माय मेकअप। मैले चाहिँ मेकअप लगाएको छैन, नेचुरल ब्युटी। ब्युटी त छैन तर पनि अब नेचुरल भनेको नि त हो। म पानीमा भिजेर रिक्स लिँदैछु। यो पिङ्क कलरको फुल चाहिँ एकदम राम्रो छ है, मलाई पनि मन। यतिकै चाहिँ हुनु पर्यो कि। अब फर्किँदैछौँ। उहाँहरू चाहिँ छिरिसक्नु भयो, तर म चाहिँ भिडियो बनाउँदैछु किनकि अब अन्तिम त बनाउनु परिहाल्यो नि त। हजुरहरू हेर्न सक्नुहुन्छ सबै त्यो हुन्छ नि। यो फुल चाहिँ झरेर नै रहेछ क्या अहिलेसम्म पनि। र फाइनली अब हजुरहरूलाई बाई गाइस। अब नेक्स्ट भिडियो म अब अलिक पछि हाल्छु ल। पछिको लागि बाई।